गाइज आज छुट्टी एनदर डे अफ आज चाहिँ यो रेड लेबलको काल गर्नु आँटेको छु। आज छुट्टी हो। रेड लेबल प्लस यो ह्याम यिनीहरूको कम्बिनेसन एकदम राम्रो हुन्छ हैन खाँदाखेरि। ल आज रेड लेबलको काल हुन्छ है गाइस। ल ल ल गाइस ल आज छुट्टीको दिन ल यो आजको चाहिँ जोनी वाल्करको रेड लेबल आज मेरो यो भन्छ, तर म पुरै खाइसक्दिनँ। यसलाई कतिसम्म हुन्छ ल है त। Cheers. Cheers. हुँदैन त काँचो हो नि त्यो। नाइस गाइज हैन, विदेशको ठाउँमा अब जाडो बढ्यो नि त। जाडो बढ्यो हैन, जाडो बढ्यो। अब जाडोमा त नखाइ सकिँदैन हैन। त्यो भएको कारणले के को लागि काम गरिन्छ भन्दा खानुकै लागि हो हैन। धेरै चाहिँ खानु भएन हैन, पस्ने गरी ल चेस हैन। मेरो ट्रिटबिट भाइले पकाउँदै हुनुहुन्छ। ट्रिटबिटसँग सट्टासँग पनि पाकिरहेछ। जस रेड लेबल मिठो छ एकदम मिठो छ। तर अरूहरूले चाहिँ यसमा हैन पानी मिसाएर खान्छ। म चाहिँ नेटै खान्छु क्या। नेटै दामी लाग्छ। निट केक That's ham is ready. Toothpickसँग ल खाइदिए त। नेपाल यो साउथ कोरियामा प्राय दिन महिनै पछि जस्तो नेपालीहरू मरिरहेको छ क्या। कोही एक्सिडेन्ट भएर कसैले सुसाइड गरिरहेको छ होइन। किन यस्तो हुन्छ भन्दाखेरि चाहिँ अब के हो तनाव। अब अर्काको देशमा अब अर्काकै अन्डरमा बसेर काम गर्नुपर्ने हुन्छ। र भाषा पनि राम्रोसँग आउँदैन क्या विदेशीलाई। राम्रोसँग भाषा नआएपछि उनीहरूले भनेको राम्ररी बुझिँदैन। नबुझेपछि काम उनीहरूले भने जस्तो गरिँदैन। नबुझेपछि त्यस्तो हुँदैन। त्यसो भएपछि उनीहरूले कराउँछ। कराएपछि तनाव हुन्छ। तनावको सुरुमा काम गर्दाखेरि एक्सिडेन्ट हुन सक्ने सम्भावना हुन्छ क्या। मेसिनसँग काम गर्नुपर्ने हुन्छ अनि मेसिनमा एक्सिडेन्ट हुने सम्भावना प्राय धेरै हुन्छ। त्यो भएको कारणले गर्दा मान्छेहरू अन्त त्यसरी हैन
तनावमा भएर काम गर्दाखेरि एक्सिडेन्ट हुने चान्सेस बेसी हुन्छ। त्यही भएर तनावहरू नलिनु होला गाइजहरू होइन। अर्को देशमा हो ठिक्क काम गर्ने हो क्या, जे भन्यो त्यही गर्नुपर्छ। अब अराएको कुरा चाहिँ गर्नैपर्छ होइन। अनि तनाव नलिने क्या, तनाव लियो भने काम बिग्रिन्छ, काम बिग्रियो भने एक्सिडेन्टहरू हुनसक्छ। त्यही त नि मेसिनमा चेपिने, बेरिने, काटिने त्यस्तो भइरहेछ। मेरो पनि गत महिनामा त मेरो पनि हातमा चोट लाग्यो, म पनि हस्पिटल बसेँ होइन। किन त्यस्तो हुन्छ भन्दाखेरि चाहिँ अब काम गरिरहेको छ आफूभन्दा ठुलोले तनाव दिन्छ क्या, मेन चाहिँ म्यानेजरहरूले तनाव दिन्छ कि होइन। फान्जाङहरूले, म्यानेजरहरूले, अब ग्रुप लिडरहरूले तनाव दिन्छ क्या। त्यस्तो तनावमा काम गर्दाखेरि चाहिँ त्यस्तो एक्सिडेन्ट हुँदो रहेछ। मेरो पनि भर्खर नै हात काटेर निको भएर फेरि म काम गर्न थालेको छु। यस्तै छु गाइज, फेरि विदेशको होइन। त्यो चाहिँ अहिले चाहिँ बेलुका भइसकेको छ है। खासमा चाहिँ कति बज्यो भन्दाखेरि 5:30 भइसकेको रहेछ बेलुकाको। तर फेरि भोलिदेखि चाहिँ काम छ। आज छुट्टी त्यो भएर टिममा के गर्ने त भन्दा हल्का दारू सारू खायो होइन। विदेश ठाउँमा कति घुटिनु मात्र त भनेर। एउटा माथिसक्यो पनि है, एउटा पछिल्लो भाइले गेम खेल्दै हुनुहुन्छ। त्यही हो डाडाङ गुरुङ गनफायर। भाइले चाहिँ यस्तो रक्सी सक्सी केही खानु हुँदैन क्या, भाइ एकदम सोझे छ। म चाहिँ अब उमेर पनि भयो नि त, म त होइन 42 वर्ष अब पुग्यो, 42 वर्ष पुग्यो। त्यही भएर यङ भाइहरूले चाहिँ अब त्यो रक्सी दारू सारू खाँदैन होइन, खानु नै हुँदैन। अब हामी चाहिँ अब 4 दशक क्रस गरियो, त्यो भएर पनि हो। रेड लेबर मिठो छ, त्यसमाथि यो ह्याम एकदम मिठो छ। मसँग यो टिमुरको अचार पनि छ। टिमुरको अचार हो, आमाको अचार, यो नेपाली माटमा पाइन्छ।
यो पनि मिठो हुन्छ गाइस, खानासँग प्रायः खान्छु हामी होइन। तर यो छेउ पनि मिठो हुन्छ है, खानासँग खानु पिरो मिठो हुन्छ। ल अब एक प्याक खान्छु। ल यो भन्दा चाहिँ गाइस म खानु सक्दिनँ, यत्रो खाइसकेँ, यत्रो एकचोटिमा। यहाँभन्दा बेसी खायो भने चाहिँ फेरि लिभरले फेरि थाम्नु सक्दैन होइन। यति नै गरौँ होला। चेस nice. मिठो यहाँ मुनि म त किन हेरेको भन्दा यहाँ चाहिँ क्यामेरा चाहिँ म मोबाइलदेखि अपरेट गरिरहेको छु क्या, त्यो भएर यहाँ मुनि हेरेको मैले। क्यामेरा चाहिँ यता छ, सिधा राखेको छु, तर अपरेट चाहिँ यहाँदेखि भइरहेछ। क्यामेरालाई देखाउँदा त हेर्नुभयो, अपरेट यस्तो भइरहेछ क्या, मोबाइलदेखि अपरेट हुन्छ। यसलाई सार्ने यस्तो हुन्छ गाइस। ल गाइस, अब यो मेरो लास्ट प्याक हो। रमझम भयो। रेड लेबर मिठो छ, ब्ल्याक लेबर पनि म लिएर खान्छु अब अलिक पछि, ब्ल्याक लेबरको पालो। वर्ल्डमा पाइने सबै रक्सी टेस्ट गर्ने हो म चाहिँ। धेरै चाहिँ होइन, 2-3 प्याक खाने, र वर्ल्डको सबै रक्सी खुवाऊँ, रक्सीले चाहिँ मलाई नखाओस्, मेरो भनाइ त्यति। रक्सी चाहिँ खाने हो। ल आजलाई भिडियो यही समाप्त गर्छु। चेस Have a good day, guys. Love.
ल भिडियो यहीँ समाप्त गरेँ है मैले। ल अर्को भिडियो अर्कै रक्सी अर्को शनिबार आउनेछ अर्को रक्सीसँग। त्यति जेलको लागि बाई।